नमस्कार सम्पूर्णमा सबैलाई स्वागत गर्न चाहन्छु अनलाइन प्लेटफर्ममा पढाइ सेवाको साथीहरू हामी आज पनि सदाझै एजुकेसन फिडब्याक क्लास लिएर तपाईहरु सामु आएका छौं हाम्रो क्लास तपाईलाई कस्तो लागिरहेको छ तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ तपाईहरुले फेसबुक पेज पढाइ सेवालाई फलो गर्नु होला र कमेन्ट सेक्सनमा आएर कमेन्ट गर्न सक्नुहुन्छ है तपाईले चाहिँ क्वेशनको आन्सर दिन सक्नुहुन्छ आफू कति बौद्धिक छु कतिको जानेको रहेछु भनेर जाँच गर्न सक्नुहुन्छ आफ्नो ज्ञानलाई अझै विस्तार गर्न सक्नुहुन्छ शिक्षालाई मूल केन्द्रमा राखेर हामी फिडब्याक क्लासहरु गरिरहेका छौं साथीहरुले हाम्रो क्लासलाई अत्यन्तै माया गर्दै हुनुहुन्छ मन पराउनु भएको छ हामी खुसी छौं ओके साथीहरुले ल कृपया सबैले पेजलाई शेयर गरिदिनुस् अनि हामी क्लास सुरु गर्छौं एजुकेसन फिडब्याक डे 67 शिक्षक सेवा आयोगका विशेष तयारी कक्षाहरू भइरहेका छन् माध्यमिक तहको विज्ञापन भएको धेरै भइसक्यो परीक्षा पनि आउन आँटिसक्यो चैत महिनाको 16 गते परीक्षा तोकिएको छ प्रथम पत्रको ओके तपाईहरुले तयारी कस्तो गर्दै हुनुहुन्छ साथीहरु कृपया तयारी राम्रो गर्नु होला है प्रथम पत्रमा सबभन्दा बढी विद्यार्थीहरु फेल हुने प्रथम पत्रमा हो तपाईहरुले पनि प्रथम पत्रको राम्रो गर्नु भयो भनेदेखि तपाईहरुले चाहिँ सेकेन्डमा नाम निस्किहाल्छ त्यसैले तपाईले प्रथम पत्रको तयारी चाहिँ राम्रोसँग गर्नु होला र सम्पूर्ण साथीहरुलाई म स्वागत गर्न चाहन्छु पढाइ सेवामा हामी निरन्तर रूपमा लागिरहेका छौं तपाईहरुको लागि तपाईहरुले पेजलाई शेयर गरिदिनुस् त विभिन्न ग्रुपहरुमा शेयर गरिदिनुस् आफू संलग्न शिक्षासँग सम्बन्धित ग्रुपहरुमा शेयर गरिदिनुस् अनि हामी क्लास सुरु गर्छौं हामी हरेक दिन बेलुका साँझ 7 देखि 8 बजेसम्म आउँछौं लगभग गुड इभिनिङ है बिमला काफले विष्णु मन्जु सबैलाई नमस्कार गुड इभिनिङ सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ चिसो फेरि आज अलि हल्का बढेको छ चिसो बढे पनि पढाइलाई चाहिँ तपाईले नरोक्नु होला अगाडि बढाउनु होला लके गुड इभिनिङ फ्रम सिराहा भन्नुभयो जय गोविन्द शाह ल गुड इभिनिङ फ्रम काठमाडौँ साथी ओके हामी सुरु गरौँ क्लास आजको लागि ल आदित्य अग्रवाल सोमो सेवा रहो फर्स्ट क्वेशन हेर्नुस् के रहेछ आजको लागि पहिलो क्वेशन स्क्रिनमा शेयर भइसकेको छ ओके ल सन्चै ठिकै छ अहिलेसम्म राम्रै छ चिसो हल्का लागेको छ है धेरै गाह्रो भएको छैन शान्ता मगर ल नमस्कार शाह दुलीचन पाठ्यक्रम पाठ्य सामग्री विकास तथा वितरण निर्देशिका 2079 अनुसार नेपालमा विद्यालय स्तरीय पाठ्यक्रम विकासको 5औं अर्थात अन्तिम चरण कुन हो तपाईहरुले क्वेशन नम्बर 1 लेख्नु है पाठ्यक्रम मूल्याङ्कन र सुधार पाठ्यक्रम विकास नीतिगत निर्णय पाठ्यक्रम स्वीकृति र कार्यान्वयन नारायण प्रसाद अधिकारी कमेन्ट पढेको छ हो साथी तपाई कमेन्ट आएपछि पढेको छ नआए त के गरी पढ्नु हो साथी मैले नमस्कार राज्यलक्ष्मी सान्य रमेश योगी जनक भट्टराई ओके सबै साथीहरुलाई स्वागत छ है आज क्लासमा ल पहिलो कमेन्ट दुखी चेतन मिसा लीला सापकोटा ल विष्णु प्रतीक्षा लक्ष्मी हेर्नु है झुकिने क्वेशन छ साथीहरु पाठ्यक्रम मूल्याङ्कन र सुधार गर्ने पाठ्यक्रम विकास गर्ने नीतिगत निर्णय गर्ने पाठ्यक्रम स्वीकृति र कार्यान्वयन गर्ने कुन रहेछ तपाईहरु कमेन्ट गर्नुस् त तपाईहरुले विभिन्न ग्रुपहरुमा शेयर गर्न सक्नुहुन्छ साथीहरुलाई कमेन्ट सेक्सनमा मेन्सन गरेर बोलाउन सक्नुहुन्छ क्लास सुरु भयो है भनेर जानकारी दिन सक्नुहुन्छ हैन है ज्ञान जति बाड्यो उति बढ्ने हो त्यो घट्ने होइन त्यसैले आफूसँग भएको ज्ञान बढी भन्दा बढी बाँड्नु पर्छ जानकी लके गुड इभिनिङ है मिनु निता नारायण खिम लावती राजकिशोर
र ए र डीमा मिक्स आन्सर आइरहेको छ, कसैले ए भन्नुभएको छ, कसैले डी भन्नुभएको छ। नेपालमा पाठ्यक्रम विकास हुन्छ, पाठ्य सामग्री विकास गरिन्छ, शिक्षक निर्देशिकाहरू बनाइन्छन्, बनाउने स्टेपहरू छन्, पहिलो दोस्रो तेस्रो कुन कुन हुन्छन् है, स्टेप अनुसार चाहिँ पाठ्यक्रम निर्धारण गरिन्छ। बनाउने क्रममा 1 देखि 4 5 सम्म जान्छौँ हामी। पहिलो स्टेपमा के हुन्छ, दोस्रोमा के हुन्छ, तेस्रोमा के हुन्छ, क्रमैसँग हेर्नुपर्छ। ल है शान्ता केसी नाम आएको छ हौ, किन नआउनु। ओके रेजिना, दिपना, विष्ट बसन्ती, झक्कु, कल्पना छेत्री, ओके धामा धम्मा लामा, स्वरूप, आदिति, दीपक, पार्वती, कल्पना, धेरै कमेन्ट पढिसकेँ मैले है। ठिक छ ल साथीहरू, यसको हामी पहिलो क्वेसनको आन्सर हामी के रहेछ हेरौँ। पाठ्यक्रम विकास पहिलो चरणमा गरिँदैन, नीतिगत निर्णय गर्ने अन्तिम पनि होइन, पहिलो पनि होइन, पाठ्यक्रम स्वीकृति र कार्यान्वयन गर्ने पनि होइन। साथीहरू प्रायले डी कमेन्ट गर्नु भएको थियो, डी होइन है। हेर्नुहोस् त, डी होइन। कुन बच्यो अब, कुन बाँकी रह्यो भन्दाखेरि ए बाँकी रह्यो। पाठ्यक्रम मूल्याङ्कन र सुधार चाहिँ अन्तिममा हो है साथीहरू, कहिले पनि अन्तिममा स्वीकृति र कार्यान्वयन मात्रै हुँदैन, कार्यान्वयन गरे पछाडि कार्यान्वयनको अवस्था के छ, नेक्स्ट टाइम मूल्याङ्कन गर्नुपर्छ, मूल्याङ्कनलाई सुधार गर्नुपर्छ। ठिक छ ल हेर्नुहोस् त, अब हामी लेखौँ न यसको पहिलो स्टेपमा के गरिन्छ भन्नुहोस् त। नेपालमा पाठ्यक्रम विद्यालय स्तरीय पाठ्यक्रम विकासको पहिलो ल पाठ्यक्रम विकास का चरणहरू ल हेर्नुहोस् त। पहिला के गर्छौँ हामी, आवश्यकताको पहिचान, आवश्यकता, आवश्यकताको पहिचान गरिन्छ। अब हेर्नुहोस् त दोस्रोमा के गरिन्छ, यी मध्ये कुन हुन्छ होला, कमेन्ट गर्नुहोस् त। दोस्रोमा नीतिगत निर्णय गरिन्छ, नीतिगत निर्णय। तेस्रो के हुन्छ होला, पाठ्यक्रम विकास, पाठ्यक्रम विकास। चौथोमा हेर्नुहोस् के हुन्छ अब, पाठ्यक्रम स्वीकृति र कार्यान्वयन, स्वीकृति र कार्यान्वयन। पाँचौमा के हुन्छ अब, पाठ्यक्रम मूल्याङ्कन हुन्छ। अब पाठ्यक्रम मूल्याङ्कन र सुधार। ल हेर्नुहोस्, यसरी चाहिँ नेपालमा पाठ्यक्रमहरूको विकास हुन्छ है। ठिक साथीहरू, ल के छ भने कमेन्ट गर्नुहोस् है। ल सबै साथीहरूलाई म पुनः स्वागत गर्न चाहन्छु। तपाईँहरू अहिले फेसबुक मार्फत मलाई लाइभ हेर्दै हुनुहुन्छ, हामी लाइभ भएका छौँ। हामी शिक्षालाई मेन केन्द्रमा राखेर फेसबुक लाइभ आउने गरेका छौँ प्रत्येक दिन साँझ 7 देखि 8 बजेसम्म। ल साथीहरू, तपाईँले पेजलाई सेयर गरिदिनुहोस् त, अनि कमेन्ट सेक्सनमा आएर कमेन्ट गर्न सक्नुहुन्छ है। पेजलाई पहिला सेयर गरिदिनुहोस्, अनि आएर कमेन्ट सेक्सनबाट कमेन्ट गरिदिनु होला। ल ओके, अब हामी हेर्छौँ आजको लागि दोस्रो क्वेसन के रहेछ, चेक गर्नुहोस् त। शास्त्रीय सम्बन्धन सिकाइको फाइदा कुन होइन। तीनटा चाहिँ फाइदा छन्, एउटा फाइदा छैन। हेरौँ, उच्च दर्जाको सम्बन्धन, अनुशासनको शिक्षण र सिकाइमा प्रयोग, तर्क चिन्तन र कल्पनामा बढी जोड, राम्रो संवेगको विकास गराउन सहयोगी। कुनको हुन्छ होला, ल तपाईँले यसो कमेन्ट गर्नुहोस् त साथीहरू, कुन चाहिँ एन्सर ठिक छ। ल गुड इभिनिङ मुना बोहरा, सितारो काया, डी जस्तो लाग्यो भन्नुभयो। राम्रो संवेगको विकास गराउन। हेर्नुहोस् त एबिसिडी,
ल मधु, किरण, सीता, राज्यलक्ष्मी, लेखनाथ, आठ ठकुरी, स्वरूप, जय गोविन्द, सङ्गीता, आरती, मुन विष्ट, रेखा पोखरेल नेउपाने, धनमती, ओके कमेन्ट गर्नुहोस् त। प्रवीण कुमार ओली, शान्ता, सन्जिला महतो, सृष्टि छेत्री। शास्त्रीय सम्बन्धन सिकाइ तपाईहरुले पढ्नु भएको छ। यसका फाइदाहरू छन्। फाइदाहरू मध्ये 3टा फाइदा हुने यहाँ, एउटा फाइदा होइन। उच्च दर्जाको सम्बन्धन, अनुशासनको शिक्षण र सिकाइमा प्रयोग, तर्क, चिन्तन र कल्पनामा बढी जोड, राम्रो संवेगको विकास गराउन सहयोगी। राम्रो संवेग ल एलिजा नेउपाने, गोरख, कल्पना, केसरी, साउद मनमती, धम्म, लक्ष्मी। कमेन्ट गर्नुहोस् त अझै। ल के भयो, अब चाहिँ हेरेँ मैले यसको एन्सरलाई। हेर्नुहोस् त के रहेछ। उच्च दर्जाको सम्बन्धन, अनुशासनको शिक्षण र सिकाइमा प्रयोग, राम्रो संवेगको विकास गराउन सहयोगी। यी 3टा के हुन् भन्दाखेरि फाइदे हुन्। शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्तका यी 3टा फाइदा। यो एउटा चाहिँ फाइदा नभनौँ, यसलाई फाइदा होइन। बेफाइदा भन्न पनि मिलेन, फाइदा चाहिँ होइन भन्न पाइयो है। यो कसको होला भन्नुहोस् त। तर्क, चिन्तन, कल्पनामा कसले गर्छ? संज्ञानपट्टि जान्छ नि, संज्ञानात्मक है। ल संज्ञानात्मक विचार हुन्छ नि, ल विचार वा सिद्धान्त पट्टि जान्छ। ल अब मलाई भन्नुहोस् त। ल शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्तका फाइदाहरू भन्नुहोस् त। फाइदाहरू सम्बन्धन सिकाइका है, सम्बन्धनका मैले लेखेँ यहाँ, सम्बन्धन सिकाइका फाइदाहरू हुन्। ल के भन्नुहोस् पहिला के हुन्छ? अनुशासन सिकाउन काम लाग्छ है, लेखिरहेको छ मैले, त्यो लेखिदिन्छु। अनुशासन सिकाउन काम लाग्छ। पशुहरूलाई तालिम दिन, जस्तै कुकुरलाई, बिरालोलाई, हात्तीलाई, पशुहरूलाई तालिम दिन काम लाग्छ है। तालिम दिन काम लाग्छ। राम्रो बानीको विकास गराउनको लागि, राम्रो बानीको विकास, नराम्रा जुन लतहरू छन् नि, लत बानी हटाउन काम लाग्छ, एकदम लाग्छ। अरु कमेन्ट गर्नुहोस् त के रहेछ थप अझ पनि छन् होला। तालिम दिन भइहाल्यो। शाब्दिक संयोजन पनि साथीहरू है, शाब्दिक संयोजन पनि छ। ल कमेन्ट गर्नुहोस् तपाईहरु के बुझ्नु भएको छैन, म हेरिदिन्छु एकपल्ट कमेन्टमा। ल कति पढ्नुहुन्छ होला? नमस्कार सर, नमस्कार है। तालिम हो, एक पशुलाई तालिम दिन ठिक हो है। तालिम दिन काम लाग्छ। नराम्रा बानी हटाउन, शाब्दिक समायोजन, अनुशासन कायम गर्नको लागि, राम्रो संवेग भने कस्तो थाहा छ तपाईहरुलाई? राम्रो संवेगको विकास गराउन। मान्छेका संवेगहरू राम्रा पनि हुन्छन्, नराम्रा पनि हुन सक्छन्। ती राम्रा संवेगहरूको विकास गराउन भन्ने हुन्छ है। ल यसका चाहिँ फाइदाहरू भए। केही छ कमेन्ट गर्नुहोस् त। शकुन्तला, नेट त यस्तै हो साथी, के गर्ने अब, नेपालको नेट है, कहिले आउने कहिले जाने हुन्छ। अब जाउँ आजको लागि क्वेशन नम्बर 3। उच्च शिक्षा नीति कहिले जारी गरियो? ल कमेन्ट गर्नुहोस्। 72-36, 72-33, 73-35, 72-35। ल साथीहरू सबैले पेजलाई शेयर गरिदिनुहोस् त। वेदराज गिरी के भन्नुभएको बुझेन मैले, एउटा फेरि कमेन्ट गर्नुहोस् है। सबैले पेजलाई शेयर गरिदिनुहोस् है। ओके ल गुड इभिनिङ अधिकारी सुस्मिता। उच्च शिक्षा नीति कहिले जारी भयो? 72, 36, 73-33, 73-35, 72-35। ल दुखी सपना भन्दा 2टा कमेन्ट गर्नुभयो है। सिरडी गर्नुभयो। कुन चाहिँ एन्सर हो साथी? ल के सबैले पेजलाई शेयर गर्नु न, खोइ शेयरै भएन जस्तो लाग्यो मलाई त।
कर्ण, गीता, साउथ मनमती, लके, एलिजा, दिपना। हेर्नु है कहिले रहेछ उच्च शिक्षा नीति नेपालमा। 72 चाहिँ 72 हो। एउटा यहाँ 73 पनि छ, अप्सन छ है साथी। मोहनी, ललिता, अधिकारी सुस्मिता, लके, लीला सापकोटा, राज्यलक्ष्मी, वेदराज गिरी, 3 कोटी भन्नुभयो, खेमलावती सी, दुर्गानन्द 72 530 हो कि खै के हो साथी। स्वरूप परियार, पार्वती, निशा पाण्डे। मेरो त साथी कोही कोही कमेन्ट आउँदैन भन्नुभयो, आउँछ एकदमै नआउने कुरै छैन, सबै कमेन्ट आउँछ साथी है, त्यो कमेन्ट गर्नु होला। ठिक छ, म यसको एन्सर हेरौँ अब के एन्सर रहेछ। ल हेर्नुहोस् त। ओके 72 36 होइन, 72 330 पनि होइन, 73 573 हुँदै होइन, 72 530 मा नेपालमा उच्च शिक्षा नीति जारी गरियो। ल 72 530 है। ल 2072 सालमै हेर्नुहोस् अब के भएको रहेछ दुईटा पोइन्टहरू। शिक्षकको सक्षमता, शिक्षकका 8 वटा सक्षमताहरू निर्धारण एउटा काम भएको रहेछ है। ओके ल 2072 मै शिक्षकका 8 वटा सक्षमताहरू निर्धारण भएका रहेछन्। भूकम्प पछि ती प्रभावित हुन्छन् नि, प्रभावित 11 जिल्लाका 11 जिल्ला चाहिँ बढी प्रभावित भएका थिए नि त। 11 जिल्लाका 100 वटा विद्यालयमा भर्चुअल कक्षा सुरु गरिएको है। ल कहिले भन्दाखेरि 2072 मै भइहाल्यो। ठिक छ ल साथीहरू। ओके आजको लागि नेक्स्ट क्वेसन हेर्नु सकिरहेछ अब। 4 नम्बर, वर्तमान पाठ्यक्रम संरचना अनुसार माध्यमिक तह 9-10 मा देहायका मध्ये कुन विषयमा वार्षिक 128 कार्यघण्टा पढाइ हुने व्यवस्था छ? कमेन्ट गर्नुहोस् त। ल लके 3 नम्बर भयो, सक्यो है। अब 4 नम्बर त हामी रचना लामिछाने ल 3 कोटी लेख्नु भएको रहेछ, कमेन्ट गर्नुहोस् अझै। ओके साधारण धर्म अक्षराङ्कन, यस त्यो पनि सही हो 72 सालमै है। जानकी धामी सोसियल लेख्नुभयो, सरिता रुम्बा बी, रेखा बी, गोमा विश्वकर्मा ल ओके सी लेख्नुभयो, राज्यलक्ष्मी, सोमु, गोपिन्द्र, ल 128 कार्यघण्टा हेरौँ त के रहेछ। कला, सपना रिजाल, सामाजिक, सबैको सामाजिकका साथीको ठिक छ। ल निकी ठाकुर नमस्कार है। लके हेरौँ त, चेक गरौँ। गणित हो, गणित त होइन। अङ्ग्रेजी हो, अङ्ग्रेजी होइन। विज्ञान हो, विज्ञान प्रविधि होइन। लके धेरैले मिलाउनु भएको छ, नमिन साथीहरूले यसलाई चाहिँ करेक्सन गर्नु होला है। नमिनीहरूले यसको आन्सर सामाजिक हो, एकदम सजिलो छ। यो माध्यमिक तहको साधारण धार है, साधारण धार हो लेखेर रहेछ यहाँ। साधारण धारमा माध्यमिक तह है त। ल 9-10 को लागि हामी कुरा गरिरहेका थियौँ। 9-10 मा के छ भन्दाखेरि ल सामाजिक त होइन, सामाजिक बाहेक लेख्नुपर्ने। ओके हेर्नुहोस् त। ल गणित, अङ्ग्रेजी पछाडि विज्ञान, नेपाली,
ल यिनीहरू कति हो वार्षिक, यिनीहरूको वार्षिक 160 घण्टा है, 160 कार्य घण्टा। 160 कार्य घण्टा भनेको कति होला साथीहरू, कति पाठ्य घण्टा हो भन्नुहोस् त। यो भनेको चाहिँ 5 पाठ्य घण्टा होइन त, 5 पाठ्य घण्टा। बाँकी रहे सामाजिक, सामाजिक अर्को दुईटा बाँकी रह्यो नि, ऐच्छिक विषय दुईटा होइन त, थाहा छ नि, ऐच्छिक दुईटा। ठिक छ, कति यसको चाहिँ भन्दाखेरि 128 कार्य घण्टा कति हो 4 है त, 4 पाठ्य घण्टा भनौँ, 4 पाठ्य घण्टा। ठिक छ। ल नेपाली, इङ्ग्लिस, म्याथ, साइन्स, नेपाली पनि हो है। ल सामाजिक, त्यही त कुरा गरेको नि साथी सोनी, 128 त हो नि भनिरहेको छु मैले, 128 है। ऐच्छिकमा चाहिँ 128 हो, सामाजिक 4 हो, राइट है। ल के राइट राइट राइट, सबैजना सही हुनुहुन्छ है। ओके, आजको लागि हेरौँ के रहेछ। नेक्स्ट क्वेसन चेक गरौँ त। क्वेसन नम्बर 5, बेन्जामिन एस ब्लुम, तपाईले नाम सुनिरहनु भएको छ। बेन्जामिन एस ब्लुमका अनुसार प्रभावी क्षेत्रको दोस्रो तहको सिकाइ कुन हो? प्राप्त गर्नु, प्रतिक्रिया दिनु, संगठन गर्नु, मूल्य निर्धारण गर्नु। ल राजविक्रम तिवारी नमस्कार, साथीहरु कमेन्ट गरौँ त। बेन्जामिन एस ब्लुमको है उद्देश्यहरू छन् शैक्षणिक उद्देश्यहरू। शैक्षणिक उद्देश्यहरूमा संज्ञान छ एउटा, संज्ञानात्मक। दोस्रो प्रभावी छ, प्रभावी भने के हो भावनात्मक भइहाल्यो। तेस्रो छ मनोक्रियात्मक, हामी कुरा गर्दैछौँ प्रभावीको बारेमा। ठिक छ। र प्रभावीमा दोस्रो तहको सिकाइ कुन हो त? प्राप्त गर्नु, प्रतिक्रिया दिनु, संगठन गर्नु, मूल्य निर्धारण गर्नु। ल प्राप्त, प्रतिक्रिया, संगठन, मूल्य कमेन्ट गर्नु साथीहरु। सरिता यादव, उमा, फ्लावर, मुना, थामी, होपिन्द्र, ल के कमेन्ट गरौँ है। धम, धामा, मायाराम, आज लाइभ ढिलो आइपुग्यो भन्नुभयो। राजविक्रम स्वागत छ। राज्यलक्ष्मी, ओके, राजविक्रम तिवारी, स्वरूप, ठिक साथीहरु धेरै कमेन्ट गर्नु भएको छ है। तर सही आन्सर एकदम कम देखिरहेको छु मैले। ल 5 वटा उद्देश्य, लक्ष्मी घले, रेजिना, ओके, कला, जितेन्द्र मण्डल, ठिक छ। ल भयो है, यहाँ कमेन्ट पढेन मैले। अब यसको आन्सर हेरौँ। प्राप्त गर्नु हो त, दोस्रो हेर्नु है, दोस्रो होइन। संगठन गर्नु पनि होइन साथीहरु है, संगठन गर्दै बढी कमेन्ट हेरिसके मैले। संगठन गर्नु होइन। मूल्य निर्धारण हो त, त्यो पनि होइन। के रहेछ? दोस्रो तहको भनेको प्रतिक्रिया दिनु है। बेन्जामिन एस ब्लुमका शैक्षणिक उद्देश्यहरू, शैक्षणिक उद्देश्यहरू 1 संज्ञानात्मक, 2 प्रभावी, 3 कमेन्ट गर्नु के रहेछ? 3 मनोक्रियात्मक, मनोक्रियात्मक यसलाई के पनि भनिन्छ? भावनात्मक पनि भनिन्छ। भावनात्मक। यसका स्टेपहरू छन्। अब हेर्नुस् ल, यो कुनका प्रभावीको कुरा गर्छौं हामी अहिले, अरु कुरा गरेनौं। प्रभावीका स्टेपहरू छन् है साथीहरु। ल भन्नुस् कुन कुन रहेछ प्रभावीको? पहिलो नम्बर के हो? पहिलो नम्बरमा प्राप्त गर्नु। ल 1 नम्बरमा यसको है प्रभावी भित्र पनि 1 नम्बरमा प्राप्त गर्नु पहिलो तह भयो यो। दोस्रो हामीले भर्खर कुरा गरिसक्यौं यहाँ, प्रतिक्रिया दिनु, प्रतिक्रिया दिनु। ल भन्नुस् अरु कति हो? अरु कुन कुन छ? 3 4 5 भन्नु त। 3 4 5। 3 के हो? मूल्य निर्धारण गर्नु, मूल्य निर्धारण गर्नु, मूल्य निर्धारण गर्नु। 4 भन्नुस् के हो? 4 के हो? संगठन गर्नु, संगठन गर्नु। 5 के हो? चरित्र, चरित्र निर्माण, निर्माण।
गर्नु है त। ल यसरी चाहिँ ओके बेन्जामिन नेस ब्लुमले प्रभावी भनेको भावनात्मक क्षेत्रको तहहरू सिकाइका तहहरू बनाएका छन् उनले। ठिक छ, प्राप्त, प्रतिक्रिया, मूल्य, संगठन, चरित्र। तपाईहरुले आफ्नै तरिकाले सूत्र बनाएर पढ्नु होला है। ल निरु ठगुन्ना, लेखनाथ, शान्ता। ठिक साथीहरु, अब अर्को जाउँ नेक्स्ट क्वेशन के रहेछ आजको लागि। क्वेशन नम्बर 6 हेर्नुस् त। प्रत्यक्ष र प्राथमिक अनुभव तथा जानकारी प्रदान गरी सिकाइ विस्तार गर्न कुन विधि बढी उपयोगी हुन्छ? प्रत्यक्ष प्राथमिक अनुभव त जानकारी प्रदान गर्न, क्षेत्र भ्रमण, समस्या समाधान, प्रदर्शन, खोज विधि। ल त कमेन्ट गर्नुस् त। ल साथीहरु सबैले कमेन्ट गर्नु होला सही आन्सर कुन हो। तपाईले कमेन्ट गर्नु अगाडि विभिन्न ग्रुपहरुमा पेजलाई शेयर गरिदिनु होला। पेजलाई शेयर गरिदिनु है। विभिन्न ग्रुपहरुमा, शैक्षिक ग्रुपहरुमा शेयर गरिदिनुस्। अगाडिपट्टि 6 नम्बर लेख्नु त। 6 नम्बर सञ्चिता। लके कुन रहेछ हेरौँ त हामी अब। जिज्ञासु कान्छु साथी सु गरौँ न। अगाडिपट्टि क्वेशन नम्बर लेखिदिनुस् न। टिपी सापकोटा 6 को ए आयो। विनय देवकोटा, राज्यलक्ष्मी, पुष्पा, पुष्पाले क्षेत्रभ्रमण सबैकै आइरहेछ है। ल रेसिना, धनमती सबैकै आइरहेछ है। ओके सोमो, श्रीकान्त, जिज्ञासु, रेखा, शर्मिला। अगाडिपट्टि यसो साथीहरु नम्बर 6 लेखिदिनु न। ओके नम्बर 6 लेखिदिनुस् त। उमा भण्डारी, ओके हरिवचन, लक्ष्मी। लके ठिक छ भयो। अब हामी यसको आन्सर चाहिँ गराउन के रहेछ हेर्नुस् त। समस्या समाधान हो त यस्तो? होइन। खोज हो त? होइन। प्रदर्शन पनि होइन है। के रहेछ? क्षेत्र भ्रमण गर्नु पर्यो साथीहरु। प्रत्यक्ष भने हेरौँ नि, प्रत्यक्ष है। हामी जहाँ जानु पर्ने हो त्यही प्रकृतिमा के प्रकृति भन्छौँ हामी, प्रकृतिमै गएर, प्रकृतिमा नै गएर प्राथमिक अनुभव। अर्काले अनुभव शेयरिङ गर्ने होइन कि। टिचरले के गर्छ, म यहाँ गएको थिएँ, यस्तो हुन्छ उस्तो हुन्छ गफ दिन्छ नि, त्यो के भयो? त्यो सेकेन्डरी भयो नि साथीहरु है। ल के त्यसकारण प्राथमिक भनेको आफै स्वयं जानु पर्यो। स्वयं जाने कसरी भन्दाखेरि चाहिँ समस्या समाधान होइन, प्रदर्शन होइन, खोज होइन, क्षेत्र भ्रमण जानु पर्यो। ल सिकाइ विस्तार गर्नलाई यो विधि बढी सहज हुन्छ। ल धेरै मिलाउनु भएको थियो, सबैलाई बधाई छ है। आजको लागि नम्बर 7 हेर्नुस् त। क्वेशन के रहेछ? 7 नम्बर क्वेशन स्क्रिनमा शेयर भइसक्यो। शिक्षक तालिम र पेशागत विकासका लागि हाल कतिवटा शिक्षा तालिम केन्द्र रहेका छन्? कतिवटा शिक्षा तालिम केन्द्र रहेका छन्? एकदमै सजिलो क्वेशन। कमेन्ट गर्नुस् त। ल ललिता, विनिता, अस्मिता कतिवटा छन्? 9 वटा, 7 वटा, 19 वटा, 24 वटा। अगाडिपट्टि 7 लेख्नु है साथीहरु, 7 प्लिज। विमला, विनोद भर्खर भनिरहेको छु, फेरि नम्बरै आउँदैन हौ साथीहरु, के हो यस्तो यो? सूर्य जीएम, लेखनाथ, सरिता, इस्माइल, इस्माइल 7 लेख्नु अनि खै त 7 को चाहिँ आन्सर छैन साथी। पुष्पा, यो 7 क्वेशन नम्बर हो कि? 7 क्वेशन नम्बर हो नि हो साथीहरु। 7 भने क्वेशन नम्बर लेख्नु न, क्वेशन नम्बर पछाडि आन्सर लेखिदिनु न। ल के प्रत्येक प्रदेशमा 7 को 7 वटा। विक्रम 7 को बी। ओके निरु, रविन्द्र बोहरा, राज्यलक्ष्मी, श्रीकान्त 7 को 7, सोमु बी आयो, अस्मिता ढुङ्गाना 7 को 7, अलिसबा प्रत्येक प्रदेशमा, मदन कुमारी सरी कुमार, विनोद विष्ट, रचना। ठिक छ ल भयो। यतिभन्दा बढी कमेन्ट हेर्न मैले। ठिक छ, सबैको आन्सर मिलेको छ है। शिक्षक तालिम पेशागत विकास गर्नको लागि 9 वटा होइन, 19 होइन, 24 होइन, 7 वटा चाहिँ के छन् त भन्दाखेरि
शिक्षा तालिम केन्द्रहरू रहेका छन् है। ल 7 प्रदेश तपाईँ सम्झिनु भइहाल्यो है त। 7 प्रदेशमा 7 वटा शिक्षक तालिम केन्द्रहरू रहेका छन्। हाम्रो बागमतीको चाहिँ कहाँ छ भन्दाखेरि धुलीखेलमा छ। काभ्रेको धुलीखेलमा शिक्षक तालिम केन्द्र रहेको छ। ओके, ठिक छ साथीहरू। ल आजको लागि नम्बर 8 भन्दा अगाडि हेर्नुहोस् त, पढाइ सेवामा तपाईँले विशिष्ट व्यक्तिहरूद्वारा विशेषज्ञ टिमबाट एकदम सस्तो शुल्कमा प्रथम पत्रको तयारी भइरहेको छ। तपाईहरुले हाम्रो क्लास कस्तो लागिरहेको छ, तपाईहरुले चाहिँ हामीसँग जोइन सहकारी हुन चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला है। हामीसँग बुकहरू पनि छ, आधारभूत तहको, माध्यमिक तहको, विद्या विकास पब्लिकेसनको बुकहरू छ। तपाईहरुले ई बुक लिएर पनि आफ्नो पढाइलाई अगाडि बढाउन सक्नुहुन्छ। ओके, ल माध्यमिक तहको विज्ञापन भइसकेको, परीक्षा नजिक आइरहेको अवस्थामा तपाईहरुले ई बुक लिएर हाम्रो पढाइ सेवामा जोइन भएर तपाईले चाहिँ आफ्नो पढाइलाई अगाडि बढाउन सक्नुहुन्छ। ठिक छ ल साथीहरु, म अगाडि बढे। नम्बर 8 नेपाली पढाइमा शुद्धता विकास गर्न म भन्दा अघि पढ्ने पछि पढ्ने मेरो चाहिँ नपढ्ने किन हो जस्तो मेनुका दाल त्यस्तो भएछ। ल भाइ माफी चाहन्छु। विकास गर्न संस्कृत पढाउनु पर्छ, यो भनाइ स्थानान्तरणको कुन सिद्धान्तमा आधारित छ? सामान्यीकरण, मानसिक अनुशासन, साझा विशिष्ट, समान तत्व। ओके, दाङ देवगिरी भन्नुभयो। गुड, विक्रम महता धन्यवाद। ल ओके, 8 कमेन्ट गर्नुस् त, अगाडिपट्टि 8 लेख्नु है। ल वीरेन्द्रनगर सुर्खेतमा छ सुशीला जो साई धन्यवाद जानकारी दिनुभएकोमा। यशोदा, मदन, कपिला 8 को ए भन्नुभयो। जमुना, प्रतीक्षा, गीता, बिन्दु अझै कमेन्ट गर्नुस् त। सरिता रोम्बा मानसिक अनुशासनको नयाँ कुरा आयो एउटा, अब सबैको ए आएको थियो। सरिता महतोको ए, निर्मला खड्का ए, जिज्ञासु कान्छको सी पो आयो, प्रतीक्षा ए, सन्जु, सन्तोषी, समान तत्व अझै कमेन्ट गर्नु साथीहरु। सरिता यादव, सोनी कान्छी, रचना भयो। अब अगाडि बढौँ म। ल ओके सर, म सपना है होइन, कमेन्ट बन्द भयो मेरो। मदन कुमार, सपना है, मदन कुमार। ओके, राज्यलक्ष्मी, नानु, सुशीला, आर्य, श्रीकान्त, ठिक छ। ल अब हेरौँ त एकपटक के रहेछ। सामान्यीकरण हो त, हेर्नु है, होइन। साझा विशिष्ट हो त, त्यो पनि होइन। समान तत्व हो त, होइन। एन्सर के हो त भन्दा मानसिक अनुशासनको सिद्धान्त। कसरी भन्नुस् त, कसरी रहेछ? नेपाली पढाइमा शुद्धता विकास गर्न संस्कृत पढाउनु पर्छ। के गर्छ, के भनिन्छ भन्दा नि संस्कृत भाषाले के गर्छ? मानिसको शरीरलाई, मानिसको शरीर नभनौँ, मानिसको आत्मालाई शुद्ध गराइदिन्छ रे कि। हाम्रो बोल्ने जुन बोली छ, हामी अस्पष्ट बोल्छौं, त्यसलाई स्पष्ट गराइदिन्छ। कसले भन्दा संस्कृतले। त्यहाँ ध्यान, योग, तपस्या त्यस्ता कुराहरू जोडिएका हुन्छन् संस्कृतमा है। ल स्मरण, तर्क, ध्यान, इच्छा, विचार आदि जोडिएका हुन्छन्। मानसिक अनुशासन हो। यो मानसिक अनुशासनको सिद्धान्तले के भन्छ भन्दाखेरि मान्छेलाई सिकाइ स्थानान्तरण हुनको लागि, ज्ञान स्थानान्तरण हुनको लागि के गर्नुपर्छ? स्मरण चाहिन्छ, तर्क दिन सक्नुपर्छ, ध्यान गर्नुपर्छ, इच्छा हुनुपर्छ, विचार गर्नुपर्छ। ल यो सिद्धान्तको आविष्कारक को होला अन्त? प्लेटो, जोन लक है। प्रतिपादक भन्दा ठिक होला, प्रतिपादक को भन्दाखेरि प्लेटो र जोन लक है। जोन लक मानसिक अनुशासन त्यो भन्छ। अब हेर्नुहोस्, यो भने के हो? सामान्यीकरण भनेको नियम सूत्रहरू,
प्रतिपादन गरेर त्यसलाई प्रयोग गर्नु भनेको सामान्यीकरण। हामी बच्चालाई चाहिँ के गर्छौं, बाबु यो चरा हो, यो काग हो भन्छौं नि, उसले के गर्छ, बाहिर जान्छ, हेर्छ, यो चरा रहेछ, काग रहेछ, उसले सिक्छ। त्यो भनेको चाहिँ सामान्यीकरणको सिद्धान्त भयो। अब आयो साझा र विशिष्ट भने के हो, र कमेन्ट गर्नुहोस् त। साझा भने के हो, साझा विशिष्ट तत्व। जति धेरै साझा तत्वहरू हुन्छन् ज्ञान उति सर्छ, जति धेरै विशिष्ट तत्वहरू हुन्छन् ज्ञान सर्न गाह्रो हुन्छ। हेर्नुहोस् त, समान र यो साझा भने एउटै कुरा हो। समान तत्व धेरै भयो भने ज्ञान छिटो सर्छ भन्ने कुरा हो। ल के चक्कु प्रसाद ओली। साथीहरू आजको लागि नेक्स्ट क्वेसन के रहेछ हेर्नुहोस् त। 9 नम्बर, बाह्य उद्दीपक प्रतिको प्रतिक्रियालाई कुन सिकाइ सिद्धान्तले सिकाइका रूपमा लिन्छ? सामाजिक निर्माणवाद, निर्माणवाद, संज्ञानात्मक व्यवहारवाद। व्यवहारवाद। ल साथीहरु कमेन्ट गर्नुस् त। 9 नम्बरको लागि बाह्य उद्दीपक प्रतिको प्रतिक्रियालाई कुन सिकाइ सिद्धान्तले सिकाइका रूपमा लिन्छ? सामाजिक निर्माणवाद, निर्माणवाद, संज्ञानवाद, व्यवहारवाद। ल के अगाडिपट्टि 9 लेख्नुस् है। बिमला, सरिता, मुना, मदन, मन्जु, दिनेश कुमार ठाकुर, बिन्दास, ओके, अर्पणा वाइवा, रेजिना पोखरेल, अझै कमेन्ट गर्नुस्। चक्कु के रहेछ हामी एकछिनमा चेक गर्छौँ एन्सर है। सबै कति आयो, ए पो आयो एन्सर। सोनीको व्यवहारवाद आयो एउटा, राजसाईको डी आयो, विक्रम महताको ए, वीरेन्द्र धामी, ईश्वरी, मदन कुमार, रचना, बान्डुराको सिकाइ भन्नु। बान्डुराको त खोइ साथी यहाँ बान्डुरा भन्ने नामै लेखाएको छैन मैले। ल ओके हेर्नुहोस् त, अब हामी जान्छौँ यसको आन्सर के रहेछ। आन्सर हेरौँ है। सामाजिक निर्माणवाद हो? होइन। निर्माणवादै होइन। संज्ञानवाद हो त? होइन। के आन्सर हो? व्यवहारवाद। ल हेर्नुहोस् त, व्यवहारवाद। व्यवहारवादले के भन्छ त? व्यवहारवाद, व्यवहारवादी सिद्धान्त। व्यवहारवादी सिद्धान्तले के कुरा गर्छ? उत्तेजना प्रतिक्रिया, उत्तेजना प्रतिक्रियाको कुरा गर्छ। प्रतिक्रिया, प्रतिक्रियाको बारेमा कुरा गर्छ। उत्तेजना प्रतिक्रिया कुरा गर्छ। ज्ञान बिस्तारै आउँछ, बिस्तारै सिकिन्छ, बिस्तारै पाइन्छ भन्छ यसले। मेसिन वा यन्त्रवतको कुरा गर्छ। यन्त्रवत कुरा गर्छ, यन्त्रवत हुनुपर्छ भनेर चाहिँ। अरु भन्नुस् के छ यसको बारेमा? तपाईं के जान्नु भएको छ त कमेन्ट गर्नुस् त। योभन्दा बाहेक यसले ज्ञान के भन्छ? पार्ट टु होल भन्छ। पार्ट टु होल हुनुपर्छ। डब्लुएचओएल होल भनेको सानोबाट ठुलो भन्न खोजेको हो, थोरैबाट धेरै प्राप्त गरिन्छ भन्ने खालको। अभ्यास धेरै हुनुपर्छ, सिकाइको लागि अभ्यास धेरै हुनुपर्छ भन्ने विचार कसले राख्छ? व्यवहारवादी सिद्धान्तले। व्यवहारवादी सिद्धान्तले। ल यदि भने मैले व्यवहारवादी सिद्धान्तका इक्जाम्पल भन्नुस् त। ल अब भन्नै परेन, शास्त्रीय सम्बन्धन भयो, क्रियापरक सम्बन्ध भयो, राइट। जहाँ के हुनुपर्छ भन्दाखेरि उत्तेजना प्रतिक्रिया हुनुपर्दछ है। ल आजको लागि नम्बर 10 क्वेसन यस्तो रहेछ। प्रदर्शन गर्नु क्रियापदले कुन तहको उद्देश्यको प्रतिनिधित्व गर्दछ? सृजना, विश्लेषण, बोध, प्रयोग।
प्रदर्शन गर्नु। हेर्नुस् त उद्देश्यको तहहरू हुन्छन् नि त, सृजना हो कि विश्लेषण हो कि बोध हो कि प्रयोग हो। ल कमेन्टको साथी कमेन्ट गर्नुस् त। ल सोमु, कोमा, मदन, सरिता, निर्मला खड्का, मदन कुमार, मुना, नानु, पुष्पा। अगाडिपट्टि 10 लेख्नु 10 खोइ 10 हराएछ है अगाडिपट्टि 10 नम्बर लेख्नु कृपया। साथीहरूले पेजलाई अलि सेयर गरिदिनुस् है, विभिन्न ग्रुपहरुमा सेयर गरिदिनुस् त। राज्यलक्ष्मी, मन्जु, राज शाही, सोनिया, अस्मिता, जिज्ञासु, नेपाली सनोज, लके, जिज्ञासु कान्छो, 2टा कमेन्ट आयो सायद तपाईको। इन्दु, रेजिना, लके भयो। अर्को जाउँ एन्सरमा। यसको के रहेछ हेर्नुस् त। प्रदर्शन गर्नु क्रियापदले कुन तहको उद्देश्यको प्रतिनिधित्व गर्दछ? सृजना गर्ने हो कि विश्लेषण हो कि बोध हो कि प्रयोग? प्रदर्शन गर्नु भने पछाडि के हुन्छ त भन्दाखेरि प्रयोग साथीहरु प्रयोग हुन्छ है। एकपटक सिस्टमबाट एन्सर हेरौँ। सृजना, विश्लेषण, बोध, प्रयोग। यसको एन्सर के रहेछ भन्दाखेरि प्रयोग रहेछ है। प्रयोग एन्सर ठीक छ। प्रदर्शन गर्नु हेर्नुस् त उद्देश्यको तहहरू हुन्छ के तहहरू। कुन तहको उद्देश्य तपाईले पढ्नु भएको छ नि। उद्देश्य कस्तो हुनु पर्दछ? उद्देश्य उद्देश्य स्मार्ट हुनु पर्दछ भन्छौ है। उद्देश्य धेरै कुरा भन्नै परेन, सबै कुरा यसले बोल्छ। SMART ले बोल्छ है। स्मार्ट उद्देश्य स्मार्ट हुनु पर्दछ। स्पेसिफिक भन्छ नि, स्पेसिफिक, मेजरेबल है, एटेनेबल, ओके त्यो हुनु पर्छ। रियलिस्टिक हुनु पर्यो, टाइम बाउन्डेड हुनु पर्छ, वा सिक्वेन्टियल पनि भन्छ हैन। ल त्यो हुनु पर्दछ साथीहरु। ल अब हामी जाउँ आजको लागि नम्बर 11 क्वेशन के रहेछ हेर्नुस् त। 11 नम्बर भन्दा अगाडि हामीसँग सेकेन्ड 75 सेटहरु पनि छ। तपाईले चाहिँ 75 सेट लिएर विद्या विकास प्रकाशनले निकालेका बुकहरु पढ्न सक्नुहुन्छ है। पढाइ अगाडि बढाउन सक्नुहुन्छ। ओके नम्बर 11 सबभन्दा पहिले माउस कम्प्युटर माउसको आविष्कार कसले गरेका थिए? अब आयो आईसीटी बाट प्रश्नहरु। लके विशिष्ट भनेको स्पेसिफिक हो रचना। ट्युरिङ, डगलस एजलवाट, कोर्नर्स जुम, डाक्टर लियोनार्ड क्लिनाराक। कमेन्ट गर्नुस् साथीहरु। ल अगाडि पढि लेख्नु न 11 नम्बर हो। सुषमा, बिमला, जिज्ञासु कान्छो, लेखनाथ, मुनाको सी आयो है। ओके नानु, सत्य, श्याम कुमारी। कमेन्ट गर्नुस् फटाफटी। खोइ कमेन्टै स्लो आइरहेछ, एकदम स्लो आयो। पुष्प, सोमु, शान्ता केसी डगलस, गीता, शारदा श्रेष्ठ, पुष्पा, सन्तोषियाले डी जस्तो लाग्छ भन्नुभयो। विनयदेव कोटाको बी, सञ्चिता गिरीसी। ओके ठीक छ भयो। यति कमेन्ट पढेँ मैले। ल हेर्नुस् यसको हामी सिस्टमबाट आन्सर हेरौँ। ट्युरिङ, कोर्नर्स जुस दुईटै होइन, लियोनार्ड क्लिनाराक होइन, डगलस एजलवाट भन्ने एकजना व्यक्ति हुनुहुन्थ्यो। कहाँको भन्दाखेरि उहाँ चाहिँ डगलस एजलवाट युएसको है। युएसको एकजना कम्प्युटर इन्जिनियर। 1925 मा उहाँको जन्म एडी हो यो डगलस एजलवाट। 1925 युएस अमेरिकामा। ल ओके उनले चाहिँ पहिलो पटक कम्प्युटरको माउसको आविष्कार गरेका थिए। ओके ठीक साथीहरु। ल निशा आजको लागि नम्बर 12 हेर्नुस् त। फेरि आईसीटी बाटै आयो। संचार प्रविधिको प्रयोग मार्फत गरिने सिकाइ मध्ये एकहोरो पद्धति देखाएका मध्ये कुन हो? टिम्स क्लासरूम, मिदास ई क्लासरूम,
क्लास, गुगल क्लासरुम, जुम क्लासरुम। कमेन्ट गर्नुहोस् त, एकहोरो भनेको छ है। टिम्स, मिदास, गुगल, जुम सबै यी चाहिँ अनलाइन सेवाहरू भए, अनलाइन क्लासहरू भए। कुन ठिक हुन्छ होला एन्सर कमेन्ट गर्नुहोस् त। अगाडि बार लेख्नुहोस् त। ल, बिमला, खेम, राज्यलक्ष्मी, सुमा, देवा, मदन, लेखनाथ, हिताल, बी लग्या, सन्तोषी, अमेरिकामा 1985 एडी राइट है। रचना, पुष्पा, सोमु, राजविक्रम, गीता घरती, वीरेन्द्र, विनोद, विक्रम, मुना बोहरा, कुसी पो आयो, रेजिना भयो है। यति कमेन्ट पढेँ, अरू कमेन्ट भ्याइँदैन पढ्न। हेर्नुहोस् त, टिम्स क्लासरुम हो, होइन। गुगल क्लासरुम हो, होइन। जुम हो त, होइन। मिदास यी क्लास चाहिँ के हो त भन्दाखेरि एकहोरो मात्रै हुन्छ, हेर्ने मात्रै हो। ल हेर्नुहोस् त, टिम्स चाहिँ पढ्नु भएको छैन, टिम्स पढ्नु भएको छैन, टिम्स पढ्नु भएको छैन। टिम्स, गुगल टिम्स छ कि गुगलको, गुगलकै छ अर्को एउटा, गुगल क्लासरुम छ, अर्को जुम भइहाल्यो। यसमा के हुन्छ, दोहोरो हुन्छ कि साथी, दोहोरो हुन्छ, दोहोरो हुन्छ है। दोहोरो क्लास हुन्छ भनेको बोल्ने और सुन्ने, सुन्ने बोल्ने पालै पालो गर्न मिल्छ त्यो क्लासमा। तर के हो, मिदासमा चाहिँ यसको पहिला पहिला सिडीहरू बिक्री गर्थे होइन। आजभोलि त त्यो पेन ड्राइभबाट दिन्छन् होला जस्तो लाग्छ मलाई। ठ्याक्क लिएर आउने, हेर्ने, भिडियोहरू हेरेर बस्ने त हो नि। मिदास यी क्लास चाहिँ सब मात्र भिडियोहरू हेर्ने है, भिडियो हेर्ने मात्रै हो। ओके, ल, लोकसेवाले पनि विज्ञापन गरिहाल्नु भयो। मदन कुमार भण्डारी, मेसेन्जर ग्रुप, साथी यहाँ त्यो कुरै आएको छैन हौ। अप्सन हेर्नुहोस् न, अप्सनै हेर्नु हुँदैन। ल, अघि आजको लागि हेर्नुहोस् त, नम्बर 13, शिक्षा नियमावली 2059 संशोधन सहित अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको अध्यक्ष को हुन्छ? सचिव शिक्षा मन्त्रालय, अध्यक्ष राष्ट्रिय परीक्षा बोर्ड, सहसचिव राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक को हुन्छ? कमेन्ट गर्नुहोस् त। लके मिलिहाल्छ हौ, नमिल्ने कुरै छैन। रचना, पिङ्की पोखरेल। ल साथीहरूले कमेन्ट गर्नुहोस् है फटाफटी। मुकेश कुमार, ओके, लेखनाथ हिताल, कमेन्ट गर्नुहोस् त। शिक्षा नियमावली 59 अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको अध्यक्ष को हुन्छ? गीता, कल्पना, खेमलावती, राज्यलक्ष्मी। ल, ओके 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 ओके। राग ठकुरी, मुगा, सोमु, निर्मला, यति कमेन्ट हेरेँ मैले। अध्यक्ष राष्ट्रिय परीक्षा बोर्ड होइन, परीक्षा नियन्त्रक पनि होइन, सहसचिव परीक्षा बोर्ड पनि होइन, सचिव शिक्षा मन्त्रालय है। शिक्षा मन्त्रालयको सचिव चाहिँ को हुँदो रहेछ भन्दाखेरि हेर्नुहोस् त, माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति। यो कहाँ हुन्छ? केन्द्रमा हुन्छ, केन्द्रमा हुन्छ। फेरि थोरै फरक छ यहाँ। माध्यमिक शिक्षा उत्तीर्ण समन्वय समिति परीक्षा, समन्वय समिति भन्यो भने के हुन्छ फेरि? समन्वय थपिदियो भने हेर्नु त, समन्वय थपिदिए पछाडि कहाँ हुन्छ? प्रत्येक जिल्लामा हुन्छ, प्रत्येक जिल्लामा एउटा एउटा हुन्छ। हामीले यसको बारेमा हिजो कुराकानी गरेका थियौँ। अब हेर्नुहोस्, यो समितिमा चाहिँ, यो समितिमा जम्मा कतिजना हुन्छन्? जम्मा 9 जना हुन्छन्। जम्मा कतिजना? 9 जना हुन्छन्। कार्यकाल कति? कार्यकाल 3 वर्षको है। यो 3 वर्षको, 3 वर्ष। अब के हुन्छन् मनोनित चाहिँ? मनोनित कतिजना हुन्छन् हेर्नुहोस् त। मनोनित कतिजना? 2 जना। ल हेर्नुहोस्, अध्यक्ष को भए? अध्यक्ष सचिव भइहाले। अब को चाहियो? सदस्य सचिव चाहियो नि। सदस्य सचिव को हुन्छ भन्नुहोस् त। ल, सदस्य सचिव को हुन्छ?
परीक्षा नियन्त्रक यहाँ छ। परीक्षा नियन्त्रक चाहिँ के हुन्छ अब? सदस्य सचिव सदस्य सचिव परीक्षा नियन्त्रक। ल ओके अगाडि बढौँ। 14 नम्बर स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार ओडा समितिको काम के हो? एकदम सिम्पल छ, हेर्नुहोस् त क्वेसन सजिलो। यो त प्राय यस्तो क्वेसन आइरहन्छ है साथीहरू। ल माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिले केन्द्र तोक्छ। राइट, यस यस मदन कुमार, हिजो कुरा गरे हामीले यो। त हेर्नुहोस् त पाठ्य सामग्री बाँड्ने पो हो कि विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति व्यवस्थापन, शिशु स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन, मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति। ल मदन, खेम, प्रतीक्षा, सोमु, राज्यलक्ष्मी, ललिता कमेन्ट गर्नु त अझै। जितेन्द्र परीक्षा अगाडि भन्नुभएको होला है नियन्त्रक। तेसाई, श्रीकान्त कुशवाहा, डी भन्नुभयो, विनिता शाही। लके टाइम सकिन आँट्यो हाम्रो साथीहरू। शान्ता केसी, म अगाडि बढेँ है। ल हेर्नुहोस् त यसको आन्सर के रहेछ? सामग्री बाँड्ने काम ओडा समितिको होइन। पाठ्य सामग्री बाँड्ने काम, छात्रवृत्ति दिने काम ओडा समितिको पनि होइन। विद्यालयको यसले चाहिँ अनुमति दिन सक्दैन। काम के हो त? शिशु स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन चाहिँ ओडा समितिले गर्छ। ओके, त्यसो यति भने मैले। अब आजको लागि अन्तिम प्रश्न हेर्नुहोस्। नेपालको संविधान 2072 कुन धारामा न्याय सम्बन्धी हकको व्यवस्था गरिएको छ? न्याय सम्बन्धी हकको व्यवस्था गरिएको छ। र 20, 21, 22, 23। ल नेट स्लो भयो, यस्तै हो साथी। तपाईहरुले नेट स्लो भयो भने फिल गर्नु पर्दैन। हामीसँग भिडियोहरु हुन्छ भने भिडियोहरु हेर्न सक्नुहुन्छ है। तपाईले भिडियोहरु पछाडी पनि हेर्न सक्नुहुन्छ। धारा 20, 21, 22 र 23 हेर्नुस् त कुन रहेछ? धारा 20 हो कि 21 हो कि 22 हो कि 23 हो भन्नुस् त। अब न्याय सम्बन्धी हक कति धारामा व्यवस्था गरिएको छ? न्याय सम्बन्धी हक कुन धारामा व्यवस्था गरिएको छ? एकपटक सिस्टमबाट चेक गरौँ, हेरौँ है त। ओके, धारा 21 हो, होइन। धारा 21 हो त हेर्नुस् त, 21 होइन। 22 हो, 22 पनि होइन। 23 हो, 23 पनि होइन। धारा कति रहेछ? धारा 20 मा न्याय सम्बन्धी हक। ल हेर्नुस्, धारा 20 मा न्याय सम्बन्धी, कमेन्ट गर्नुस् त। 21 मा धारा के छ? 21 मा के छ? 21 मा के छ? 21 मा के छ? अपराध पीडितको हक। धारा 21 मा कमेन्ट गर्नुभयो। धारा 21 अपराध पीडितको। 22 हेर्नुस् त के रहेछ? यातना विरुद्धको। 23 मा के छ? निवारक नजरबन्द विरुद्धको हक, होइन? धारा 23 मा निवारक, ल निवारक नजरबन्द विरुद्धको हक। ल हेर्नुहोस् है, ल यसरी छन्। ल के आज कतिवटा तपाईँको एन्सर मिल्यो कमेन्ट गर्नुहोस् त। तपाईँको लगभग आज अलिक क्वेसन सजिलै थियो होला। तपाईँहरूको चाहिँ 11, 12, 13वटा पस्यो होला जस्तो लाग्छ। त्यो भए पनि राम्रै मान्नुपर्छ। ठिकै जस्तो लाग्छ। हाम्रो क्लास तपाईँलाई कस्तो लागिरहेको छ? के तर छैन भन्नुभयो त सर्भिसमा किन? हाम्रो अफिसमा बुकहरू होइन नि नानी, हाम्रो अफिसमा बुकहरू हुने होइन। हामीले त के गर्ने हो, बुकहरू बजारमा पाइन्छ, यस्तो बुक लिनुहुन्छ भन्ने मात्र हो हामीले। ओके ल साथीहरू, हाम्रो तपाईँ भिडियो हेर्न भ्याउनु भएको छैन भने, यो क्लासहरू लिनु भ्याउनु भएको छैन, तपाईँले चाहिँ युट्युबमा गएर सर्च गरेर हेर्नु होला है। ल युट्युबमा सर्च गरेर हेर्नु होला। नवराज सापकोटा सर्च गरेर हेर्नु होला है। ल के हामी आजको लागि यति नै गर्छौँ। बाँकी फेरि हामी नेक्स्ट भोलि भेटौँला है त साथीहरू। पढाइ कस्तो भइरहेको छ? पढाइलाई चाहिँ अलिक अगाडि ध्यान दिएर अगाडि बढ्नु होला है भन्दै आजको लागि त सबैलाई गुड नाइट।